सबैलाई नमस्ते साथीहरू। लु आज हामी चाहिँ धान खेतीको लागि तयारी अवस्थामा छौँ। हामी किसान हो नि त गाइजहरू होइन। अब हामी चाहिँ अब असार 15 आज होइन, असार 15को बेला हामी धान रोप्दैछौँ गाइजहरू। लु यहाँ सधैँ भैरी पूजा हुन्थ्यो कि गाइजहरू। योचोटि चाहिँ हिजै उतातिर एउटा गडा रोपेको भएर त्यहीँ भैरी पूजा भयो गाइजहरू। अब आया हाई माइजू हाई, हेलो गङ्गा दिदी किन चुप। हाई के छ रेखा लु भन त। आजदेखि हाम्रो यहाँ धान रोप्न सुरु भएको छ। अनि अरू लु गाइजहरू, हामी यो खल्ला रोप्दाखेरि कि हामी पहिला केटारीमा यति धेरै हुन्थ्यो क्या। अनि यो खल्लामा हामी लगभग 10-15 केटाटी भएर यस्तो रोप्थ्यो कि। अहिले त अब सब पहिलो गयो गाइजहरू सब पहिलो गएर गाइजहरू अहिले यस्तो तरुनीहरू रोप्नु लाउनु भएको छ। लु गाइजहरू यस्तो छ अवस्था। जति पनि हाम्रो गाउँठाउँमा दाजुभाइहरू हुनुहुन्छ एकदमै इमान्दारी सोझो पनि हुन्छ। त्यही भएर कोहीले ल्याउनु पनि भएको छैन गाइजहरू। हामी जति छौँ त्यति नै छौँ, जाने गइहाले। गाह्रो छ गाइजहरू गाह्रो छ गाइजहरू। त्यही भएर वेलकम छ मेरो गाउँठाउँमा। किनकि हाम्रो गाउँठाउँमा अब त्यति साह्रो दुःख त छैन कि गाइजहरू। फेरि तपाईँहरूले अनर्थ बुझिदिनु होला। ताकि अब यस्तै हो, कहिलेकाहीँ वर्षदिनको खेती चाहिँ खेती गर्नुपर्ने हुन्छ। ल गाइजहरू यस्तो छ हाम्रो रोपाइहरू। लु यता पारिपट्टि मान्छेहरूले रोपिसक्नु भएको छ। चौधरी समाज हुन्छ यो चाहिँ। यो चाहिँ सबै मगर बस्ती हो गाइजहरू। लु आउन सक्नुहुन्छ है हाम्रो गाउँठाउँमा। ल यति भन्दै बिदा हुन्छु। हवस् त, धन्यवाद, बाई बाई रेखा बाई। राम्री मान्छे है।